अरे के गरेको त्यस्तो के गरेर मेरो गल्ती के छ र त्यहाँ बाटोमा कन्सन्ट्रेट गर्ने बाटोमा को केटी हिँड्ने भनेर कन्सन्ट्रेट गर्ने होइन नि मान्छे आएको त हेर्नु परेन गाडी चलाउँदाखेरि दायाँ बायाँ हेर्नुपर्छ मान्छे आएको हेर्ने हो त्यो मान्छेलाई हेरिराख्ने होइन नि त त्यो नगन्जेलसम्म के हो तपाईँको पारा आज वाकायामा रिटर्न ब्याक हुन लाग्यो किन भन्नु त ल दान्ना सानो सिगोतो न खामी चुखाउ गर्नलाई मलाई भाषा आउँदैन तिमीलाई भाषा आउँदैन के थाहा छ नि त्यहाँ लेखेको के लेखेको छ थाहै छैन के लिन्छ नि भन्ने त त्यो भन्नु हुँदैन त्यो त प्राइभेट हो त्यस्तो लाग्छ कस्तो भन्न आउँदै आउँदैन भन्नलाई कसरी भन्नु बिहान बिहान उठ्ने बित्तिकै चिया मात्र खाएर आएको त्यही भएर म चौता खान्छु गाडीमा भोग्लाएर मर्न लागिसक्यो मेरो गाडी फोहोर बनाएन नि तिम्रो त्यो मेकअप किटहरू सब फुटाइदिनु मेकअप किट कहाँ मेरो पहिला अलिअलि भएको हो नि मेरो मेकअप किट एउटा मस्कारा र एउटा लिप कार्ड छ त्यो पनि मेकअप किट त नि आज चाहिँ हामी वाकायामा जान लाग्यो सुरजको चाहिँ कम्पनीको के अरे पेपर नबनेर यहाँनिर साकैको सेक्सनमा नबनेर हाम्रो वाकायामा जाऊ हामी जान लाग्यो पहिल्यै मेरो न्यू गएको देखाउँछु तपाईँहरूलाई मेरो न्यू गएको तर यो त होइन है यो बिल्डिङको चाहिँ पछाडि होइन यो 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 माइ न्यू गएको म बेलुका यहीँ आउने अब यो गएकोमा न्यू गएको सिकेँ खावाई भनेर मानुवा एक्सप्रेस खान्सा एयरपोर्ट आइपुगेको अवस्था अहिले चाहिँ हामी ओ माई गड लुक एट द भ्यू लुक एट भ्यू गाइस कसरी देखाउने यार लुक एट द भ्यू लुक यो चाहिँ रिङ्कु टाउनको पार्किङ हो त्यो होइन के हो रिङ्कु टाउन आइपुग्यो हामी चाहिँ रिङ्कु टाउन वाकायामा आइपुग्न लाग्यो वाकायामा आइपुग्न लाग्यो हामी चाहिँ वाकायामा जाने बाटो हेर्नु होला यो बाटो हुँदै जान्छौँ हामी चाहिँ वाकायामा खासा एयरपोर्ट त ओसाका पनि पर्छ है कहाँबाट स्टार्टिङ हो वाकायामा यो जङ्गलपट्टि पछि हो क्या यो जङ्गलको बिचबाट अस्ति हामी सधैँ दाइको घर जाने बेलामा अप डाउन गर्थ्यो नि त्यो बाटो जुत्ता हेरेर याद छ त्यो बाटो जङ्गल त याद छ मलाई त्यो जङ्गलको बिचमा त्यही जङ्गलमा एक रात 12 बजे फर्किने बेलामा पानी छ्याप्दै वेलकम टु वाकायामा लिएछ नि त्यो बिचमा त्यहाँदेखि आँखामा पानी छ्याप्दै गाडी चलाएको होइन म त आज मेरो अन्तिम दिन हो क्या जस्तो लाग्यो मलाई एकछिन कम डर लाग्थ्यो मलाई त्यो बेलामा धुप भइदिने एकछिनमै त्यो एकचोटि झन् कोसी गर्ने बेलामा छ नि आसिदाएर तपाईँ हुने दाइ यता साउनसम्म झाऱ्यो अनि दाइ घर गयो म फर्केको थिएँ नि त्यतिखेर म एक्लै भएको थिएँ नि अनि यस्तो झ्याप्प झ्याप्पा भएको अनि गाडी यताउता भयो होला नि त पछाडिको मान्छेले चाहिँ त्यो लाइट पनि तल र माथि हुन्छ कि होइन अनि नर्मल चाहिँ माथि चाहिँ इमर्जेन्सीको बेलामा मात्र बाल्न पर्ने हो अनि त्यो मान्छेले चाहिँ अब अगाडिको मान्छे चाहिँ निधायो अथवा रक्सी खाएर चाहिँ गाडी चलाएको छ यताउता भएको छ भन्ने के अरे त्यो सोच्यो होला नि त्यसले चाहिँ अनि त्यो माथिको लाइट बालिदिएको क्या माथिको लाइट बालेपछि चाहिँ कस्तो हुँदो रहेछ नि यहाँको सिसा र त्यहाँको सिसा चाहिँ ठ्याक्क आँखामा परेपछि के अरे झलास भयो त्यस्तो त्यो मान्छे लगभग 1 मिनट जस्तो बालिदियो धनु त्यति बालेर झलास भयो बनाइदियो
अनि त्यो बाले भन्छ उताबाट आएको गाडीको मान्छे कहाँ पर्छ नि त त्यो लाइट परेपछि त केही पनि देख्दैन क्या अगाडि त त्यही भएर त्यो चाहिँ बाल्न हुँदैन राति जस्तो इमर्जेन्सी परेको बेलातिर यताउता चाहिँ त्यो मान्छेले बालिदियो त्यो पछि बल्ल अनि मैले यो लाइट यस्तो गरेर चलाएर बिस्तारै अनि घर पुग्दा त रुम पुग्दा त फेरि ठिकै थियो त मान्छे त त्यस्तो झ्यापझ्याप आएको देखाइदिएन झलास्स भएको त्यसपछि निन्द्रै हरायो नि धन त्यो मान्छेले त्यति बालिदियो भाइ त्यो सोचाइ आइन्छ त्यो मान्छे यस्तो गाडी हुन्छ नि त जस्तै निन्द्रामा भएपछि यताउता जान्छ नि त सर्दा जस्तो हुन्छ उनीहरूले निद्रा भन्दा नि सायद रक्सी खाएर चलाएको सोच्यो होला किनभने त्यो त्यति राति भएको थिएन नि त भर्खर त 8-9 बजेको थियो त्यो ओह्रालो पनि भयो क्या अझ याद छ ओह्रालो उता जङ्गल कटेपछि ओह्रालो होइन सुरुङ पछिको ओह्रालो त्यो जङ्गल कटिने बेलाको ओह्रालो त्यहाँनिर त्यस्तो अब हेर त्यो अगाडि जङ्गल आइपुग्यो साकुरा हो क्या साकुरा होला सायद यो जङ्गल पछि चाहिँ वाकायामा केक स्टार्ट हुन्छ अझ त्यो एउटा त्यो भनौँ न एउटा स्टोरी बोकेको एउटा साकुराको रुख रहेछ क्या नारामा नारामा क्या हो त्यहाँ जाने प्लान थियो कसको तिमी जाने प्लान थियो तिमीलाई चाहिँ भन्दा मान्दैन को जाने भनेको सायद टावरमा जान्थ्यो क्या नारा गएर कति बेला फर्किनु भनेर सोचेको थियो त नि अनि क्लासबाट त म फर्किसक्छु क्यारे नाराबाट नपऱ्यो सक्यो एचसी कति याद छ पैसा कति हो 900 रुपियाँ सक्यो थाहा छ यो कसैकोमा पैसा कति हो थाहा छ मर्यो ए मर्यो के हो त 700 कि 800 छ थाहा भएन मलाई मान्छेले पछाडि किन गाडी स्लो नगरेको कस्तो राम्रो हामी चाहिँ फाइनली वाकायामा आइपुग्यो यो सिस्टम हो नि हाम्रो कस्तो दामी बाटोमा साकुरा यता पनि साकुरा कस्तो राम्रो देखेको है यो बाटोमा हामी आछौँ है राति हामी यता नर्मल बड्ने आउने बेला त यहाँबाट फर्केन कस्तो राम्रो देखेको है त्यो 6 महिनामा है कहाँबाट कहाँ ठाउँ चेन्ज गर्यो कम्पनी चेन्ज गर्यो उयो माथिबाट किन राखेको होला पत्ताहरू रोप्न झर्छ भनेर किन यति ठाउँमा मात्रै राखेको त्यति ठाउँमा मात्रै राखेको त यो घुमरोमा झऱ्यो भने हुन्छ भनेर होला नि चिप्लिन्छ हाल्नु होला अनि यो सिसामा अगाडि स्क्रिनमा आयो भने देखिन्न भनेर होला नि आई थिङ्क सो कस्तो राम्रो जङ्गल देख्यो हेर न साकुरा फर्स्ट टाइम यो बाटो पे गरेको थिएन तिमीले रुम खोज्न आउँदाखेरि होइन फर्स्ट टाइम वाकायामा रुम खोज्नलाई निया र म आएको थिएँ कि साथी निया भनेको त्यही रुम गर्ने होइन अनि त्यसकोबाट चाहिँ मैले भनौँ त्यही नै हो सबै सुरुबाट अहिलेसम्म त्यही नै हो अनि तेरो म आएको त्यसको चाहिँ कम्पनीको गाडी थियो क्या कम्पनी गाडी थियो भने त्यसपछि ला गाडी चलाएर चलाउनु म चलाउँदिनँ भने चल केही हुँदैन एक्सिडेन्ट कुन कम्पनी त्यो हन्डाको होइन त्यसले खुदोसान गरेको कि त्यसको अनि त्यो चाहिँ यही बाटो आएको हो अनि यो कसैको दाइहरू सबै त्यतातिर होइन अनि ला चलाएर चलाएको मैले त्यतिखेर मैले गाडी पनि किनेको थिएन रेन्टल गरेर
कस्तो दामी लाग्यो क्या मलाई सरर गाडी चलाउँदाखेरि अगाडि खुल्ला होइन अनि पुरा हरियो कस्तो दामी लाग्यो यता उता हेर्दा हेर्दा गाडी त पुरा रनिङ गर्दा सर्प जस्तो भइदिएछ नि गाडी त धन्नै पल्टेको तपाईँले धेरैचोटि गराइसकेको रहेछ त्यस्तो रमाइलो पल रमाइलो पल होइन कस्तो रमाइलो पल भने अहिले सम्झिँदा पो रमाइलो पल त्यो बेला के भए त्यो रमाइलो पल हुन्थ्यो याद गर हुन्थ्यो त्यही अब अहिले रमाइलो पल अहिले खुल्ला आँखा कस्तो हुन्छ नि त्यो सोचाइ नै खुलेको जस्तो हो क्या हावा टाइपको क्या सुरुमा आउने बेला त त्यो रमाइलो भएको थियो है त्यसपछि त हिक्कोसी गरेर आएपछि त एक्लै होइन हिकोसी पनि त्यो अर्को भेन्दामी साथीले हो त्यसले मलाई यहाँसम्म पुऱ्याउन आइदियो क्या होइन के त्यति बेलामा त रमाइलो लाग्थ्यो भेटनामीहरू सबै यताउता त भइहाल्यो त्यति बेला त सबै रमाइलो लाग्यो नि त अनि पछि रुममा एक्लै अनि काममा त्यस्तो प्रेसर जाऊ आऊ त्यसपछि त टर्चर स्टार्ट भयो है होइन त कस्तो थियो भने त्यो पहिला बसेको रुम चाहिँ जाडोमा के अरे अलिकति तातो हुने टाइपको अनि गर्मीमा चिसो हुन्थ्यो नि त्यो त्यो त उसमा भएर अनि त्यो कस्तो जति थाकेर गरी भएर आए पनि रुमभित्र बसेपछि त एसी नलाए पनि आफ्नो सही तर नि सामानहरू केही थिएन नि त केही पनि किनेको थिएन नि त बजाङ मुजुङ नै अब यहाँ पनि सामान त्यहाँ पनि सामान भयो भने त बजाङ मुजुङ हुन्थेन अनि सोचाइ पनि त्यही अनुसार भनौँ न अब स्पेस सानो भएपछि सोचाइ पनि सानो हुन्छ नि त तर छिर्ने बित्तिकै खुल्ला देख्थ्यो क्या रुमभित्र क्या इन्टर गर्ने बित्तिकै त्यो पहिला बसेको रुम याद गरेन किचन होल ठुलो छ नि त खुल्ला देखिन्छ नि त कसै याद गरेन र एक वर्ष त्यहाँ बसेर याद मलाई चाहिँ त्यो देख्ने बित्तिकै आनन्द आउँथ्यो अनि त्यो चाहिँ भुइँमा त्यत्तिकै गरी भुइँमा त्यत्तिकै सुत्थेँ तपाईँमा त्यतिकै त भिडियो कल गर्थ्यो नि भुइँमा सुतेर कस्तो नेपालतिर पहिला यो सिमेन्टीको भुइँमा अहिले नि सुत्छ नि कस्तो पहिला कुराहरू अनि त्यो गरी चैत वैशाखतिर क्या ठ्याक्कै त्यही फिलिङ हुन्थ्यो क्या यहाँ टक्क सुत्यो अनि बित्तिमा बे गर्नुभन्दा अगाडि अनि त्यतिकैमा अनि आमाको फोन आयो भने जुरुक्क उठेर खाना बनाऊ भन्थ्यो खाना बनाउँथेँ यताउता गर्थ्यो अनि आमाको फोन आएन भने यताउता त्यतिकै सुत्दिन्थ्यो किमिदिएर के हो त्यो भने अनि तिम्रो मुख आयो के त किमिदिएर भन्दै अनि सुत्दिन्थेँ अनि त्यो पछि 12-1 बजीतिर कहिले त्यतिकै निदाउँथेँ 12-1 बजीतिर कहिले बाउले कहिले भाइले कहिले आमाले कल गर्थ्यो अनि उठाएर अनि खाना खाएन भन्थ्यो खाना अब उठेर बनाउँछु भन्थ्यो जुरुक्कै फेरि घरतिर बनाउने बित्तिकै कस्तो जाँगर आउने कि खाना बनाउनलाई जुरुक्क उठ्यो अनि खानासाना बनायो खायो त्यो पछि त तिमीलाई बे गऱ्यो खाना पनि बनाउनु पऱ्यो पऱ्यो म बनाउँछु भने तिमीले बनाउँछु भने अहिले चाहिँ बना भन्दा पनि बनाउँदैन पहिला चाहिँ मै बनाउँछु भने तम्सिन्थ्यो त्यो बारी बिगारी तिमीले त अब चाहिँ कसले बनाउने थाहा छैन दुईजना ढिलो आउँछु बिहान भाँडा म बाँधिदिन्छु बेलुका खाना बनाउनु भ्याए त हो नि कस्तो दामी देखिरहेको छ है ठिक्क समय आइज साक्रो हेर जङ्गलमा बिचमा ओ यो चाहिँ बल भयो नि दामी देखिन्छ होला तर यो आँखाले देखेको जस्तो त्यो क्यामेरामा आउन के हो मोबाइलमा हुन्न क्या यो तर यो क्यामेराले नि कहिले क्यामेरा डेभलप भएर चाहिँ आँखा बराबरको यो हुन्छ नि कहिले निकाल्न सक्ने होला है त्यो सक्दैन होला कहिले गाह्रै छ कामहरू मेसिनले पर्फेक्ट गरे नि यस्तो केसमा चाहिँ अलिक ब्याक नै खालको टेक्नोलोजी है ब्याक चाहिँ होइन यसो सोच्दाखेरि मान्छेको अहिले जति पनि यो न्यू जेनेरेसन न्यू टेक्नोलोजी भन्छ नि अटोमेटिक मान्छेमा छ त यार है मान्छेमा भएर त मान्छेले त गर्न सक्यो भने मान्छेमा नभएर त कसरी हुन्छ त कस्तो दामी साकुरा भयो नि त त्यो देखेको कुरा जति सबै रियालिटी हुन्छ भन्ने छैन मलाई त पहाडतिर घुम्न जान जस्तो भाइब चाहिरहेको हो यो ठाउँ हो कि बब्बालदेखि
अलिकति अगाडि त नि मैले अघि भनेको कुरा भएको टर्निङमा योभन्दा अगाडि कि पछाडि अगाडि केटाहरूले डेन्जर हेल्प गरे अहिले फेरि अहिलेको नयाँ काममा पनि मेरो एजको कसम हिँडाइ बोली ठ्याक्कै मेरो के त्यो भेटेको मभन्दा त्यो पनि मेरै सालको मेरै महिनाको अनि म चाहिँ 5 को हो त्यो चाहिँ 11 को रहेछ कि अनि त्यसले भन्दै थियो तर मलाई थाहा थिएन सुरुमा मिल्छ राम्रो बोल्छ त्यो पहिलो दिनमा काममा जाने बित्तिकै त्यसले के भन्यो भने तर म त एउटै सालको हो नि रे कुन साल भनेको यो साल रे कुन महिना यो महिना अनि तँ यति गति गयो अनि भने म चाहिँ यति गति गयो नि त ल हामी दुईजना मिलेर काम गर्नुपर्छ यही टर्निङमा हो क्या त्यस्तो अब राम्रोसँग काम गर्नु त्यहाँनिर चाहिँ कस्तो राम्रो यस्तो रोकेर हिँडाउनु अहिले कहाँ रोक्न रहेछ कस्तो मुनिको बाटो आउनु पर्दो रहेछ है यहाँ छ राति आएको बाटो त्यो मुनिको बाटो हो नि त राति आउने बाटो पहिला आउने अगाडि जानेर यहाँ चाहिँ दिउँसो चाहिँ कामहरू ट्यापटुप्पै बन्द हुने ट्यापटुप्पै राति चाहिँ ड्याङ काम गर्ने है यिनीहरू के भयो क्या अहिले कस्तो मजाले देखाएको छ आँखाले क्यामेरामा त छैन बुढी तिमीहरू ट्रेनमा आउने बाटो छ नि याद छ तिमी फर्स्ट टाइम आउँदैन क्या कहाँ खान्छ एयरपोर्टबाट त्यो ट्रेनको साइडमा पनि छ यार मगाएमा इन्टर भयो है हामी भयो है भइसक्यो वेलकम टु दि वाकाया मार्केट आवर एक्स अनि पाहाडले घेरेको अनि राम्रो देखिने क्या है तर कस्तो बस्नको लागि एकदम ठिकठाक है तर यहाँ बस्ने बेला त कति बेला यहाँ छोडेर जाम भएको थियो अहिले त वाउ हुन्छ यहाँ जे पनि हुनेसम्म भ्यालु हुँदैन है मैले पार्किङ मात्र हल्का टाढा थियो त्यो त गरेको सबै बिल्डिङै छैन कि सबै सानो हामी जाने कोनान होला हौ त्यो कोनानले कस्तो नेपालकै भाइब्स आउँछ यो यहाँ त बारी छ यति एउटा पेपर नदिएर हामीलाई उहाँ साकाइसीबाट वाकायामा पठाइदिएको थियो त्यहाँ साकाइको मान्छेले मतलब के कान पेपर बनाउनु पर्छ होला भनेको त एउटा पेपर लिनको लागि पो रहन्छ रिस उठ्यो मलाई त हामी उहाँ 1.5 घन्टाको बाटो आएको ओसाकाबाट वाकायामा आएको लास्टमा त 5 मिनट नि लागेन यहाँ आएपछि एउटा लेख्न पर्ने फर्म भयो फर्म भरेपछि एउटा यो अनि नामहरू चेक गर्न लाग्यो ठिक भयो भनेपछि एउटा पेपर दिएर पठाइदियो दुःख पाइयो वाकायामा हामी पहिला आउनु सुपा पहिला वाकायामा बस्ने बेला हामीले धेरै जस्तो आउनु सुपाए लामु अनि गेमु अनि इभरग्रिन प्रायः जस्तो 3टा सुपामा जान्थ्यो 3टा सुपा मध्ये नै धेरै जस्तो चाहिँ हामी लामुमा आउँथ्यो अनि यहाँनिर चाहिँ आइसक्रिम पाउँछ कतिको 100 रुपियाँको है 100 रुपियाँको आइसक्रिम पाउँछ सधैँ खान्थ्यौँ यहाँ आउने बेलामा अनि वाकायामा छोडेर जाने बेला नि अब एक लास्टचोटि आइसक्रिम खान जाऊँ भनेर आइसक्रिम खाँदै गर्थ्यो तर फेरि आयो लास्टचोटि भनेर भएन त्यतिखेरको चाहिँ लास्ट भयो अहिले चाहिँ म हेर्छु ल उयो चाहिँ आइसक्रिम पाउँछ यहाँनिर चाहिँ यहाँबाट चाहिँ टिकट के अरे पैसा हाल्ने अनि आइसक्रिम चाहिँ त्यो अगाडि रिसिभ गर्ने आइसक्रिम चाहिँ प्रायः सधैँ खान्थ्यो हामी फेरि आज नै आएको खानालाई
आइसक्रिम लिँदै दुईटा आइसक्रिम भ्यानिला मलाई I got the vanilla soft cream. Vanilla soft cream. कैसे ओपन करें? It has lots of memory. खानपाइ गर्नु छैन के गर्नु छैन गफ काट्छ समाज त नै के समाज खाली पेट त हैन तर त्यस्तो के खाएन नि त किच मात्र खा आइसक्रिम खा हुन्छ